साथीहरू एकछिन यो भिडियो हेर्नुहोस् है त। उहाँ दृष्टिबिनले रमेश परसाईको बारेमा के भन्नुहुन्छ? उहाँ भन्नुहुन्छ रमेश परसाई दृष्टिबिन होइन, उहाँ भनेको सुन सरकारको एउटा अवसरवादी मान्छे हो, गरी खाने वर्ग हो। हामी भनेको सडक पेटीमा मागेर गीत गाएर खाने मान्छे हो। हामी सडक पेटीमा गीत गाएर खाँदा उहाँलाई लाज भयो रे। उहाँ चाहिँ इन्द्रेणीमा गएर गीत गाएर पैसा लिएर खाँदाखेरि लाज भएन। आहा कस्तो पच्न सकेको हो उहाँलाई। उहाँ संसदमा हुनुहुन्छ, संसदमा गएर के बोल्नुभयो, के गर्नुभयो हामी दृष्टिबिनको लागि भनेर उहाँले सडकमा यसरी आवाज उठाउँदै हुनुहुन्छ। साथीहरू कृपया यो भिडियो हेरेर आफ्नो मनमा लागेका कमेन्टहरू गर्न नबिर्सनु होला है त। अब यस्तो कि हाम्रो जस्तो यस्तो छ अनि भने उहाँ डिसिप्लिनै होइन नि, किन डिसिप्लिन भन्नुभयो क्या उहाँलाई, रमेश परसाईलाई? उहाँ डिसिप्लिन चाहिँ हो, उहाँ चाहिँ अवसरवादी हो। नम्बर 1 उहाँ अवसरवादी कसरी हो भनेदेखि उहाँ सुन सरकारको सभासद भएको कारणले गर्दाखेरि उहाँसँग त्यो इन्द्रेणीमा गएर उहाँले गीत गाउनुहुन्छ, केही रकमहरू उहाँलाई पाउनुहुन्छ। उहाँले गाएको गीत चाहिँ पैसा लिनु चाहिँ उहाँलाई लाज भएन। आज हामी सडक बेटीमा बसेर गीत सित गायौँ भने लाज भयो, उहाँलाई श्रम भयो, उहाँलाई बोल्नु त्यो चाहनुहुन्न। उहाँ भनेको चाहिँ धनाढ्यहरू